नमस्ते। कहिलेकाहीँ केही साधारण तर शक्तिशाली विचारहरू मिलेर जीवन जिउने एउटा पुरै दर्शन बन्न सक्छ। आज हामी यस्तै 3 नेपाली भनाइहरूको बारेमा कुरा गर्दैछौँ जसले व्यक्तिगत रूपान्तरणको एउटा बाटो देखाउँछ। ल सुरु गरौँ है त। खासमा कुनै पनि ठूलो परिवर्तनको सुरुवात कहाँबाट हुन्छ? प्राय एउटा सानो विचारबाट, एउटा सोचबाट। तर एउटा सोचमा त्यस्तो के शक्ति हुन्छ जसले कसैको जीवनको पुरै बाटो नै बदल्न सक्छ? आउनुहोस् यही प्रश्नबाट आजको यो चर्चा सुरु गरौँ। भनिन्छ नि, हरेक ठूलो यात्रा एक कदमबाट सुरु हुन्छ। तर त्यो कदम चाल्नुभन्दा पनि पहिले मनभित्र एउटा दृढ निर्णय लिनुपर्छ। हो, परिवर्तनको त्यो पहिलो झिल्को भनेको आफैसँग गरिएको एउटा शक्तिशाली वाचा हो। यो भनाइलाई हेरौँ त। यो केवल एउटा वाक्य मात्र होइन, यो त आफैमा एक घोषणा हो। यो एउटा यस्तो वाचा हो जसले आफ्नो वर्तमान अवस्थालाई स्वीकार्छ तर भविष्यलाई चाहिँ आफ्नै हातमा लिने संकल्प गर्छ। यो भनाइको पहिलो भागलाई हेरौँ। म गरिब भएर जन्मिएँ। यसमा कति पनि हीनताबोध छैन, बरु आफ्नो वास्तविकतालाई स्वीकार्ने हिम्मत छ। आखिर आफू कहाँ उभिएको छु भन्ने थाहा नपाई अगाडिको बाटो कसरी तय गर्ने, होइन र? यो कमजोरी होइन, यो त सत्यको सामना गर्ने साहस हो। अनि अब आउँछ यसको सबैभन्दा शक्तिशाली भाग। तर गरिब भएर मर्ने छैन। हो, वास्तविक रूपान्तरणको सुरुवात यहीबाट हुन्छ। यो त्यो बिन्दु हो जहाँ मान्छेले आफ्नो भाग्य लेखिएको छ भन्ने कुरा मान्न इन्कार गर्छ। जन्म हाम्रो नियन्त्रणमा थिएन होला, तर हाम्रो जीवनको अन्त्य कस्तो हुनेछ त्यो हाम्रो छनोट र कर्मले निर्धारण गर्छ भन्ने प्रतिबद्धता हो यो। ल, वाचा त गरियो, तर अब त्यो वाचा पूरा गर्न कुन बाटो रोज्ने? यहाँनिर दुईवटा विकल्पहरू सधैँ अगाडि हुन्छन्। एउटा बाटो छ कठिन तर मूल्यवान, अनि अर्को बाटो छ एकदमै सजिलो तर खोक्रो। यो भनाइले जीवनको एउटा कटु तर साँचो सत्यलाई देखाउँछ। कुरा एकदम सरल छ। मेहनतको मूल्य चुकाउनु पर्छ। तर बहाना त सित्तैमा पाइन्छ, जति पनि बनाउन सकिन्छ, तर त्यसले हामीलाई कतै पनि पुर्याउँदैन। यसलाई यसरी हेरौँ न। एकातिर छ मेहनत, जसको मूल्य साँच्चै महँगो छ। यसका लागि प्रयास चाहिन्छ, त्याग चाहिन्छ, समयको लगानी चाहिन्छ। अनि अर्कोतिर छ बहाना, जुन एकदमै सस्तो छ। यसका लागि केही चाहिँदैन, यो त जहिले पनि उपलब्ध छ। तर अन्त्यमा वास्तविक र दिगो परिणाम केले दिन्छ त? मेहनतले। हो, छनोट स्पष्ट छ, तर त्यो बाटो हिँड्न सजिलो भने पक्कै छैन। ठिक छ, अब हामी यो दर्शनको तेस्रो र सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुग्यौं। बाचा पनि भयो, मेहनतको बाटो पनि रोज्यो। तर त्यो कठिन बाटोमा निरन्तर हिँडिरहन चाहिने त्यो भित्री शक्ति चाहिँ के हो? त्यो इन्धन के हो जसले हामीलाई अघि बढाइरहन्छ? वाह, कति गहिरो कुरा छ यसमा। यसले हाम्रो ध्यान बाहिरी कामबाट भित्री शक्ति अर्थात् हिम्मततिर लैजान्छ। किनभने सपना देख्न त खासै गाह्रो छैन, जो कोहीले देख्न सक्छ। तर त्यो देखेको सपनालाई वास्तविकतामा बदल्न चाहिने हिम्मत चाहिँ थोरैसँग मात्र हुन्छ। यहाँ हिम्मतको अर्थ डर नलाग्नु मात्र होइन। यो दर्शनको सन्दर्भमा हिम्मत भनेको त्यो शक्ति हो जसले सोचेको कुरालाई व्यवहारमा उतार्छ। यो त्यो इन्धन हो जसले मेहनतको इन्जनलाई कहिल्यै रोकिन दिँदैन, चाहे जस्तो सुकै बाधा आओस्। यो कुरा बुझ्न एकदमै जरुरी छ। योजना बनाउनु, सपना देख्नु, ठूला ठूला कुरा सोच्नु यो सामान्य हो। तर त्यो योजनालाई साकार पार्न चाहिने हिम्मत, त्यो चाहिँ दुर्लभ हुन्छ। र यही हिम्मतले नै सपना देख्ने र सपनालाई साकार पार्ने मान्छे बीचको फरक छुट्याउँछ। ल, अब यी तीनवटा अलग अलग तर एक आपसमा जोडिएका भनाइहरूलाई एकै ठाउँमा राखेर हेरौँ। यिनीहरू मिलेर एउटा यस्तो जीवन दर्शन बन्छ जसले कुनै पनि प्रतिकूल परिस्थितिबाट माथि उठ्ने एउटा स्पष्ट बाटो देखाउँछ। यो पुरै यात्रालाई हामी 3 चरणमा बाँड्न सक्छौं। पहिलो कदम वाचा, अर्थात् आफ्नो गन्तव्य के हो त्यो घोषणा गर्ने। दोस्रो कदम काम, अर्थात् सजिलो बहानाको बाटो छाडेर मूल्यवान मेहनतको बाटो रोज्ने। र तेस्रो अनि अन्तिम कदम साहस, अर्थात् त्यो मेहनतको यात्रालाई पूरा गर्ने भित्री इच्छा शक्तिले भरिदिने। अन्तमा यो दर्शनले हामीलाई एउटा स्पष्ट मार्गचित्र दिन्छ। वाचाबाट सुरु हुने यो यात्रा मेहनतको बाटो हुँदै साहसको इन्धनले अघि बढ्छ। बाटो त एकदमै स्पष्ट छ, तर अब सोच्नुपर्ने प्रश्न एउटै छ, त्यो पहिलो कदम के हुनेछ?